हेलो साथीहरू, वेलकम टु माई न्यू मिनी ब्लग्स। तो आजको मिनी ब्लगमा चाहिँ यहाँ हेर्नु त मैले प्याज अनि तेल लिन आएको थिएँ चोकमा। अनि यहाँ चाहिँ उता खसी कटिरहेछ अनि यहाँ चाहिँ चोकमा हेर्नु त कस्तो छ। यहाँ सनराइज पनि थोरै निस्कियो आज पिकनिकको दिनमा त। अनि यहाँको महल पनि यस्तो दामी पो रहेछन्। म चाहिँ होइन तेल प्याज लिएँ अनि हिँड्दा हिँड्दा यहाँ बल्ल चौकतिर मात्र पुगेको। यहाँतिर हेर्नु त चौकतिर पुगेको अनि कस्तो छ यहाँको महल, कस्तो मिठो लागिरहेछ हेर्नु त। दामी पो दिख्यो होइन, मान्छेहरू पनि त थिएन तर थोरै थोरै थियो। अनि त्यहाँबाट पनि हिँड्दा हिँड्दा होइन म चाहिँ यहाँ पुलतिर पुगिसकेँ। अनि यहाँ पुगिसकेपछि यहाँ पनि त मान्छे छैन निस्केको। के हो आज सब जनवरीमा किन ननिस्केको म त सोचेर अनि बल्ल एउटा त्यो चाहिँ मैले सिटी हेरेँ मान्छे हिँडेको। अनि त्यहाँबाट पनि हिँड्दा हिँड्दा म चाहिँ घरतिर यहाँ पुगिसकेँ। अब चाहिँ म होइन खसीको मासु यहाँ हेर्नु डाइरेक्ट कस्तो यहाँ हेर्नु है साथीहरू, कस्तो मिठो। यसमा प्याज अनि तेल दिएर भुटिरहेको छु। ल त है साथीहरू, मेरो भिडियो चाहिँ आयो हजुरहरूलाई मन पऱ्यो भने होइन लाइक गरिदिनुहोस्, च्यानलमा नआउँछु न च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। म चाहिँ यस्तै मिनी ब्लग हजुरहरूलाई हराउँदै गर्छु। एन्ड थ्याङ्क यू फर द वाचिङ गाइज। मेरो मिनी ब्लग हेरिदिनुको लागि बाई बाई गाइज, बाई।